Hello everyone, it's me Sapna and this is my first mini vlog. अहिले चाहिँ हामी दैलेखको रोगन पानी भन्ने ठाउँमा छौँ र यो मेरो बुढो मामा घर हो र आज मामा घरमा के हुन्छ हेरौँ। यहाँ चाहिँ हाम्रो मामा घरको कुकुर लिच्चीले चाहिँ पाठावाला लखटिरहेछ। गाउँको गोरे हो यो सबभन्दा गोरे यही हो। यसले मान्छे कुट्दै हिँड्छ नौमुलेमा। गोरे कतिजनालाई कुटिस? चाहिँ मेरो काले भाइ हो। अघि गोरेको भाइ काले। उहाँ चाहिँ मेरो कान्छी माइजू हुनुहुन्छ भने उहाँ चाहिँ हाम्रो हजुरआमा हो। उहाँलाई भेट्नलाई नै हामी काठमाडौँदेखि दैलेखसम्म आएको, बिहेपछि अहिलेसम्म भेटेको थिएनौँ। अनि ऊ चाहिँ मेरो मामा घरको प्यारो कुकुर लिच्ची हो। अनि यो चाहिँ मेरो भाइहरू सानोमा पढेको स्कुल हो भने चाहिँ तपाईँहरूले चाहिँ टिमुरको रुख देख्नु भएको छ। टिमुरको रुख चाहिँ यस्तो हुन्छ, काँडाको बिचमा फल्छ टिमुर। यति स्ट्रङ थियो नि, यसको स्मेल यति स्ट्रङ थियो नि, कुरै नगरौँ। ओके एभ्रिवान, दिस मच फर टुडेज मिनी भ्लग। बाँकी चाहिँ अर्को मिनी भ्लगमा हेरौँला। अहिलेलाई टाटा बाई बाई। बाई गरिदियो मुनु, बाई गरिदियो।